नमस्ते। आज हामी एबिसी कम्पनीको बुकमा 50 वटा भन्दा बेसी जर्नल एन्ट्रिज हेर्नेछौँ। त्यो हेर्नु अघि तपाईँहरूलाई एकाउन्टको गोल्डन रुल थाहा हुनु पर्यो। देयर आर 3 टाइप्स अफ एकाउन्ट: पर्सनल एकाउन्ट, रियल एकाउन्ट, नोमिनल एकाउन्ट एन्ड इच ह्याभ देयर रेस्पेक्टिभ रुल। पर्सनल एकाउन्टको रुल कति बेला लगाउने? पर्सनल एकाउन्टको रुल पर्सन्सको नाम दिएको छ, रिप्रेजेन्टेटिभ टर्मको केसमा पर्सनल एकाउन्टको रुल लगाउने। पर्सनल एकाउन्टको रुलले के भन्छ भने डेबिट द रिसिभर, क्रेडिट द गिभर। यसलाई अझै मजाले जर्नल एन्ट्री हान्दाखेरि बुझ्नुपर्छ। अर्को रहेको छ रियल एकाउन्ट। रियल एकाउन्टको रुलले के भन्छ भने डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट। रियल एकाउन्टको रुल चाहिँ एसेटको केसमा लगाउने। फेरि पनि त्यही भन्छु, यसलाई अझै मजाले बुझ्नको लागि जर्नल एन्ट्रिज हान्दै बुझ्नुपर्छ। नमिनल एकाउन्टको रुलले भन्छ डेबिट जति पनि एक्सपेन्सेस छ र लसेस छ, क्रेडिट जति पनि इन्कम्स र गेन छ। अर्को पनि एउटा नयाँ कन्सेप्ट छ, मोडर्न कन्सेप्ट, जसले भन्छ एसेट यदि इन्क्रिज हुँदाखेरि डेबिट गर्ने, डिक्रिज हुँदाखेरि क्रेडिट गर्ने। लाइबिलिटी यदि इन्क्रिज हुँदाखेरि क्रेडिट गर्ने, डिक्रिज हुँदाखेरि डेबिट गर्ने। जस्ट अपोजिट छ एसेट भन्दा। एउटा नोट पनि छ, एभ्री ट्रान्जेक्सन इन्भल्भ्स 2 accounts and each account follows respective golden rule, personal, real or nominal depending on the account type. यहाँ इक्जाम्पल पनि दिएको छ, मेसिनरी पर्चेस अन क्रेडिट हेज 2 account and both account follows respective golden rule। मतलब भन्न के खोजेको भने नि, यहाँ जस्तै तपाईँले एउटा कुनै ट्रान्जेक्सन गर्नुभयो, कुन ट्रान्जेक्सन? मेसिनरी किन्ने ट्रान्जेक्सन गर्नुभयो होइन। मेसिनरी किन्दाखेरि जर्नल एन्ट्रिज के हुन्छ? मेसिन एकाउन्ट डेबिट टु क्रेडिटर एकाउन्ट हुन्छ। यहाँ दुईवटा एकाउन्ट छ, यहाँ मेसिन एकाउन्ट छ, एउटा क्रेडिटर एकाउन्ट छ। एउटा यो प्रुभ भयो होइन। के भनेको छ? एभ्री ट्रान्जेक्सन इन्भल्भ्स कम्तीमा दुईवटा एकाउन्ट। यहाँ दुईवटा एकाउन्ट छ, हेर्नु, मेसिनरी एकाउन्ट एउटा छ, क्रेडिटर एकाउन्ट छ होइन। अनि इच एकाउन्ट फलोज इट्स रेस्पेक्टिभ गोल्डन रुल। यहाँ हेर्नु, रेस्पेक्टिभ गोल्डन रुल फलो गरेको छ नि त। अघि मेटियो त्यो पक्नु ल, यही थियो होइन। रेस्पेक्टिभ गोल्डन रुल फलो गरेको छ नि त। मेसिनरीलाई अघि मैले भनेको थिएँ नि, एसेटको केसमा कुन रुल लगाउने? रियल एकाउन्टको रुल लगाउने। रियल एकाउन्टको रुल अनुसार यो डेबिट भएको, वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट। रियल एकाउन्टको रुलले त यही भन्छ नि, हेर्नुहोस्, डेबिट वाट कम्स इन, क्रेडिट वाट गोज आउट है। अब रियल एकाउन्टको रुलले भन्यो यो, त्यसैले मेसिन एकाउन्ट डेबिट भयो। अनि त्यही कुरा लेखेको छ नि, हेर्नु, इच एकाउन्ट फलोज इट्स रेस्पेक्टिभ गोल्डन रुल फलो गरेको छ यसले रियल एकाउन्टको होइन। रियल एकाउन्टको गोल्डन रुल फलो गरेको छ मेसिनरी एकाउन्टले। अब क्रेडिटर एकाउन्ट चाहिँ कुन रुल लगाउने? किन क्रेडिट भएको हो भने यो चाहिँ पर्सनल एकाउन्टको रुल अनुसार क्रेडिट भएको। मैले के भनेको थिएँ? रिप्रेजेन्टेटिभ टर्म र पर्सन्सको नाम दियो भने यो क्रेडिटरको ठाउँमा के पनि हुनसक्थ्यो, अर्को एउटा टु स्याम एकाउन्ट हुनसक्थ्यो नि त। स्यामबाट किनेको भए स्याम एकाउन्ट लेख्न सक्थ्यौँ। त्यसैले किन क्रेडिट गरेको? स्यामलाई किन क्रेडिट गरेको भने यो गिभर हो नि त। यहाँ हेर्नु, यसमा के थियो? पर्सनल एकाउन्टको रुलमा डेबिट द रिसिभर, क्रेडिट द गिभर, स्याम गिभर हो। अघि जुन मैले क्रेडिटर भन्ने टर्म लेखेको थिएँ, क्रेडिटर टर्म लेखेको थियो होइन, त्यो टर्मले स्यामलाई रिप्रेजेन्ट गर्छ क्या। एउटा यो रिप्रेजेन्टेटिभ टर्म हो। यस्तो टर्मको केसमा चाहिँ हामीले पर्सनल एकाउन्टको रुल लगाउनु पर्छ। ढिला नगरी अगाडितर्फ लागौँ। 1 नम्बरमा रहेको छ स्टार्टेड बिजनेस विथ क्यास। क्यासबाट चाहिँ हामीले बिजनेस स्टार्ट गऱ्यौँ, बिजनेसमा क्यास आयो। बिजनेसमा क्यास कसले हाल्छ? ओनरले हाल्छ। यति कुरा त थाहा छ, ओनरले हाल्छ। ल मानिलौँ एबिसी कम्पनीको राम ओनर अरे, राम ओनर हो। अहिले क्यापिटललाई नहेरौँ होइन, जे भन्दैछु पहिला त्यो चाहिँ ध्यान दिएर सुन्नु होला। सुरुमा त यो क्यास किन डेबिट भयो? रियल एकाउन्टको रुल अनुसार डेबिट भयो। किनभने बिजनेसमा क्यास आउँदैछ, जहिले पनि एन्ट्री हान्दाखेरि ओनरको भ्यू पोइन्टबाट होइन,
बिजनेसको भ्यू पोइन्टबाट जहिले पनि ट्रान्जेक्सन जर्नल एन्ट्रिज रेकर्ड गर्नुपर्छ बुकमा। यति कुरा याद राख्नु। जहिले पनि कसको भ्यू पोइन्टबाट? बिजनेसको भ्यू पोइन्टबाट चाहिँ जर्नल एन्ट्रिज रेकर्ड गर्ने। अब मैले के भने अर्को, राम चाहिँ ल एउटा मानिलिउँ ओनर हो। कसले कसले बिजनेसमा पैसा हाल्छ? ओनरले बिजनेसमा पैसा हाल्यो। रामले बिजनेसमा पैसा हाल्यो। रामले बिजनेसमा पैसा हाल्यो भने रामले के दिन्छ? क्यास दिन्छ बिजनेसलाई। क्यास आयो भने डेबिट हुन्छ। के को रुल अनुसार? रियल एकाउन्टको रुल अनुसार क्या। वाट कम्स इन डेबिट? के आउँदैछ? क्यास आयो त्यसैले डेबिट भयो होइन। क्यास आयो, वाट कम्स इन डेबिट, रियल एकाउन्टको रुल अनुसार। अब राम को हो? गिभर, ओनर हो गिभर, त्यसैले रामलाई क्रेडिट गर्नु पर्यो। पर्सनल एकाउन्टको रुलमा मैले भनेको थिएँ यदि पर्सन्सको नाम दिएको छ, रिप्रेजेन्टेटिभ टर्म दिएको छ भने कुन रुल लगाउने? पर्सनल एकाउन्टको रुल लगाउने र यो क्रेडिट द गिभर। अब भयो, त्यसैले क्रेडिट रामलाई क्रेडिट गर्नु पर्यो। अथवा रिप्रेजेन्टेटिभ टर्म क्यापिटल लेखिदिने, रिप्रेजेन्टेटिभ टर्म क्यापिटल हो, रिप्रेजेन्टेटिभ टर्मलाई क्रेडिट गरिदिने पर्सनल एकाउन्टको रुल अनुसार। अब न्यारेसनमा के छ भने बिङ क्यास इन्ट्रोड्युस इन्टु बिजनेस एज क्यापिटल। अब दोस्रो नम्बरमा रहेको छ डिपोजिटेड क्यास इन्टु ब्याङ्क। ब्याङ्कमा गएर चाहिँ हामीले आफ्नो जुन फिजिकल फर्ममा थियो क्यास हातमा, त्यसलाई चाहिँ गएर ब्याङ्कमा जम्मा गऱ्यौँ। अब ब्याङ्कमा जम्मा गऱ्यौँ भने हाम्रो के बढ्छ? एकाउन्टको ब्यालेन्स बढ्छ। एकाउन्ट ब्यालेन्स बढ्दाखेरि हामी एकाउन्ट ब्यालेन्स डेबिट लेख्दैनौँ, लेख्ने गरेको छैनौँ एकाउन्टमा। हामीले के लेख्ने गरेको छौँ भने ब्याङ्क एकाउन्ट डेबिट लेख्ने गरेको छौँ। त्यसैले वाट कम्स इन रियल एकाउन्ट, रियल एकाउन्टको रुल लाग्छ यसमा पनि। रियल एकाउन्टको रुल लाग्छ। रियल एकाउन्टको रुलले के भन्छ? वाट कम्स इन डेबिट आउट के गर्ने? क्रेडिट गर्ने। आउट क्रेडिट गर्ने हो, आउट क्रेडिट गर्ने। अब क्यास हाम्रो बिजनेसबाट त क्यास गयो, कता गयो? ब्याङ्कमा गएर जम्मा भयो। आउट भएको हो नि त, वाट गोज आउट, त्यसले यो क्रेडिट भयो। न्यारेसनमा बिङ क्यास डिपोजिटेड इन्टु ब्याङ्क, रिपिट गर्नु पर्यो यसलाई। अब तेस्रो नम्बरमा रहेको छ पर्चेज फर्निचर फर क्यास। क्यासमा चाहिँ हामीले फर्निचर किन्यौँ। फर्निचर एसेट हो, फर्निचर युज गरे बापत हामीलाई केही सेटिस्फिकेसन आउँछ नि त, बस्न पाउँछौँ नि होइन। त्यसरी पनि एउटा क्याटेगोराइज गर्न पाइन्छ। कसरी क्याटेगोराइज गर्ने यो एसेट हो भनेर? एक नम्बरमा हेर्ने त्यसको युज कति वर्षसम्म हुन्छ? 1 वर्ष, 2 वर्ष, 3 वर्ष होइन। तर धेरै चाहिँ 1 वर्षभन्दा बेसी युज हुन्छ भने एसेटमा क्लासिफाई गर्ने। 1 वर्षभन्दा कम छ भने गुड्स इन्भेन्ट्री तपाईँले पछि बुझ्नुहुन्छ होइन। क्यासमा किनेको छ भने पर्चेज फर्निचर फर क्यास, अहिले लागि बुझौँ फर्निचर चाहिँ एसेट हो। एसेट कुन रुल लगाउने? एसेटको केसमा कुन रुल लगाउने? रियल एकाउन्टको रुल लगाउने हो। फर्निचर एकाउन्ट डेबिट, वाट कम्स इन डेबिट। के गइरहेछ? क्यास भनेको पनि हाम्रो पैसा हो, पैसा हो र केमा क्लासिफाई हुन्छ? एसेटमा क्लासिफाई हुन्छ। र एसेटमा क्लासिफाई हुने बित्तिकै हामीले रियल एकाउन्टको रुल लगाउनु पर्छ। रियल एकाउन्टको रुलले के भन्छ? बारम्बार भन्दैछु, वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट। त्यसैले यो रुलको अनुसार, रियल एकाउन्टको रुल अनुसार डेबिट भइहाल्यो एउटा। जे आयो बिजनेसमा, बिजनेसबाट के गयो? क्यास गयो, क्रेडिट गर्ने कुरा भयो। पर्चेज गुड फर क्यास, यो जर्नल एन्ट्रिज हेर्नुभन्दा अघि सुरुमा हामीले बुझ्नु पर्यो कति बेला चाहिँ आइटमलाई गुडमा क्लासिफाई गर्ने र कति बेला चाहिँ आइटमलाई एसेटमा क्लासिफाई गर्ने। 1 नम्बरमा हेर्नुहोस्, जस्तै फर्निचर बेच्ने कम्पनीले फर्निचर किन्छ होइन, र त्यसलाई फेरि रिसेल गर्छ भने त्यति बेला चाहिँ हामी त्यो फर्निचरलाई एसेटमा क्लासिफाई गर्दैनौँ, हामी त्यसलाई गुड्समा क्लासिफाई गर्छौँ। अर्को कुरा, कम्प्युटर बेच्ने कम्पनीले फर्निचर किन्छ बिजनेसमा युज गर्नको लागि भने त्यो फर्निचर चाहिँ गुड्समा क्लासिफाई नगर्ने र अब एसेटमा क्लासिफाई गर्ने क्या। जस्तै पहिला सुरुमा त के हेर्नु पर्यो? इन्टेन्सन टु रिसेल हेर्नु पर्यो क्या। इन्टेन्सन टु रिसेल छ कि छैन? इन्टेन्सन टु रिसेल छ भने गुड्समा क्लासिफाई गर्ने। इन्टेन्सन टु रिसेल छैन भने एसेटमा क्लासिफाई गर्ने। जस्तै मैले भने नि फर्निचर बेच्ने सामानले फर्निचर किन्छ भने त्यसको लागि गुड्स भयो र बेच्छ भने पनि है। अब कम्प्युटर बेच्ने कम्पनीले अब त्यही फर्निचर किन्छ भने युज गर्नको लागि बिजनेसमा भने त्यो फर्निचर चाहिँ अब एसेटमा क्लासिफाई हुन्छ। अब त्यही फर्निचर बेच्ने दोकानलाई त अब कम्प्युटर पनि चाहियो, खाताहरू मिलाउनको लागि होइन, अरू के ट्रान्जेक्सनहरू गर्नको लागि
अरू कुनै कुनै अब अनलाइन अर्डर लिनको लागि योहरूको लागि त कम्प्युटर चाहियो नि फर्निचर दोकानलाई होइन। त्यो फर्निचर दोकानले कम्प्युटर किन्छ भने त्यति बेला चाहिँ फेरि त्यसलाई चाहिँ एसेटमा क्लासिफाई गर्नु पर्यो। अब त्यही हेर्नु ल, कम्प्युटर बेच्ने कम्पनीले कम्प्युटर किन्छ बेच्नको लागि भने त्यो कम्प्युटर फेरि गुड्समा क्लासिफाई हुन्छ। यति चाहिँ क्रिस्टल क्लियर हुनु पर्यो। पहिला सुरुमा हेर्ने इन्टेन्सन टु रिसेल छ कि छैन। इन्टेन्सन टु रिसेल छ भने गुड्समा, इन्टेन्सन टु रिसेल छैन भने एसेटमा क्लासिफाई गर्ने, यति कुरा हो। अब पर्चेज गुड्स फर क्यास, पर्चेज गुड्स किन्दाखेरि बिजनेसले जहिले पनि एक्सपेन्सेस हुन्छ र हामीले नोमिनल एकाउन्टको रुल लगाउनु पर्छ। नोमिनल एकाउन्टको रुल अघि के थियो भने यहाँ हेर्नुहोस्, नोमिनल एकाउन्टको रुल थियो डेबिट अल एक्सपेन्सेस, क्रेडिट अल इन्कम्स एन्ड गेन्स। त्यसैले त्यसको अनुसार पर्चेज एकाउन्ट डेबिट भयो नोमिनल एकाउन्टको रुल अनुसार, डेबिट अल एक्सपेन्सेस र लसेस टु क्यास, बिजनेसबाट क्यास भयो, क्यास आउट भयो। यहाँ दुईवटा, यहाँ हेर्नु यसमा दुईवटा एकाउन्ट इन्भल्भ भइरहेछ र पर्चेज एकाउन्टले अर्कै एकाउन्टको रुल फलो गर्दैछ भने क्यास एकाउन्टले पनि अर्कै एकाउन्टको रुल फलो गर्दैछ। मतलब भन्न के खोजेको भने पर्चेज एकाउन्टले चाहिँ नोमिनल एकाउन्टको रुल फलो गर्दैछ, क्यास एकाउन्टले चाहिँ रियल एकाउन्टको रुल फलो गर्दैछ। अघि त्यही भनेको, अघि अघि थियो नि त्यो यहाँ नोटमा, त्यही भनेको छ हेर्नु। एभ्री ट्रान्जेक्सन इन्भल्भ्स एटलिस्ट दुईवटा एकाउन्ट र इच एकाउन्ट फलोज इट रेस्पेक्टिभ गोल्डन रुल, रियल, पर्सनल, नोमिनल एकाउन्ट। यो त बुझ्नुभयो। र अर्को क्वेसन पनि मनमा आउँदै होला, यो हामीले गुड पर्चेज गर्दैछौँ तर फेरि किन पर्चेज एकाउन्ट लिएको? यस्तो हो, जस्तै हेर्नु बिजनेसले चाहिँ सालभरि कति न कति गुड किन्छ होइन। अब त्यो गुड किन्छ, अब कति गुड 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 हानिरहने होइन। बरु त्यो गुड 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 हान्नुभन्दा चाहिँ एउटा राम्रो एकाउन्ट खोल्यो पर्चेज एकाउन्ट, र सबै कति इस्यु गऱ्यौँ, कति रिसिभ गऱ्यौँ होइन, सबै त्यसबाट चाहिँ मिलाउनको लागि एउटा सजिलो राम्रो एकाउन्ट खोलिदिने पर्चेज एकाउन्ट। त्यसैले चाहिँ यो गुड्स एकाउन्ट होइन, गुड्स एकाउन्ट लेख्न पनि पाइन्छ, गल्ती होइन, तर राम्रो बेटर चाहिँ अझै भन्नु भने पर्चेज एकाउन्टै राम्रो हुन्छ। अब सोल्ड गुड्स फर क्यास, अब क्यासमा चाहिँ गुड्स बेच्यो अरे। अब गुड्स बेच्दाखेरि हामीलाई के आउँछ? आम्दानी आउँछ, क्यास, क्यास एकाउन्ट कुन आयो? वाट कम्स इन डेबिट, रियल एकाउन्टको रुल लाग्यो। अर्को टु सेल्स एकाउन्ट, रेभेन्यू हो नि त, इन्कम हो नि त यो, सेल्स रेभेन्यू इन्कम हो होइन। इन्कम हो भने के गर्ने? नोमिनल एकाउन्ट यसमा लाग्यो, यो क्यास एकाउन्टमा रियल एकाउन्टको रुल लाग्यो, सेल्समा नोमिनल एकाउन्टको रुल लाग्यो। यो कुन क्रेडिटवाला रुल लाग्यो? क्रेडिटवालामा के भन्छ भने रेभेन्यू, अनि रेभेन्यू भन्दा पनि इन्कम एन्ड गेन्सलाई क्रेडिट गर्ने भनेको थियो नि, हो त्योवाला रुल लाग्यो। अनि रियल एकाउन्टको वाट कम्स इन इन भयो भने डेबिट गर्नेवाला रुल लाग्यो। छैठौँ नम्बरमा रहेको छ पर्चेज गुड्स अन क्रेडिट फ्रम राम। रामबाट चाहिँ गुड्स उधारोमा किनेको। पर्चेज एकाउन्ट किन डेबिट, कुन रुलको अनुसार डेबिट? नोमिनल एकाउन्टको रुल अनुसार डेबिट। राम को हो? गिभर हो, क्रेडिटर हो एउटा होइन, गिभर हो। किन त्यसैले गिभर हो? पर्सनल रुल एकाउन्ट अनुसार क्रेडिट द गिभर। त्यसैले यसको जनरल एन्ट्रिज के भयो? पर्चेज गुड्स अन क्रेडिट फ्रम रामबाट पर्चेज एकाउन्ट डेबिट टु राम एकाउन्ट, बिङ गुड पर्चेज अन क्रेडिट फ्रम राम। अब सोल्ड गुड्स अन क्रेडिट टु स्याम, अब उधारोमा चाहिँ स्यामलाई गुड बेच्यो भन्दैछ। यसको एन्ट्री के हुन्छ? किन स्याम एकाउन्ट डेबिट भयो एकछिन सोच्नुहोस्। किन सेल्स एकाउन्ट क्रेडिट भयो त्यो पनि सोच्नुहोस्। यो कुन रुल लागेको छ यसलाई? नाम आउने बित्तिकै मैले के भनेको थिएँ? पर्सनल एकाउन्टको रुल सम्झिने, पर्सनल एकाउन्टको रुल सम्झिने। पर्सनल एकाउन्टले के भन्छ? बारम्बार भन्दैछु, डेबिट द रिसिभर, क्रेडिट द गिभर। रिसिभर को? हामी उधारोमा स्यामलाई बेच्दैछौँ भने हाम्रो गुड कसलाई रिसिभ हुँदैछ? स्यामलाई रिसिभ हुँदैछ, त्यसैले स्याम एकाउन्ट डेबिट भयो। टु सेल्स इन्कम रेभेन्यू हो, त्यसैले नोमिनल एकाउन्ट अनुसार यसलाई क्रेडिट गर्नु पर्यो। अर्को रहेको छ पेड स्यालेरी टु स्टाफ, स्टाफलाई स्यालेरी तिर्यौँ हामीले। स्यालेरी भनेको खर्च हो, खर्च हो, बिजनेसको लागि खर्च हो। बिजनेसबाट केही कन्सिडरेसन जान्छ। कन्सिडरेसन भनेको जस्तै अब क्यास जान सक्छ, केही सम्पत्ति दिन सक्छ है। अब त्यसैले के गर्ने? स्यालेरी एक्सपेन्सेस हो भने डेबिट गर्ने, स्यालेरी एकाउन्ट डेबिट टु के गर्ने? क्यास एकाउन्ट अथवा ब्याङ्क एकाउन्ट गर्ने। यदि ब्याङ्कको खातामा ट्रान्सफर गरिदिएको छ स्टाफहरूको भने ब्याङ्क एकाउन्ट लेख्ने, यदि हातमा पैसा दिएको छ स्टाफहरूलाई भने क्यास एकाउन्ट गर्ने। 8 नम्बर। अनि
बिङ स्यालेरी पेड टु इम्प्लोइज इन क्यास। अब 9 नम्बरमा रहेको छ रेन्ट तिरेको। रेन्ट भन्ने टर्म आयो भने नि त्यसमा सुरुमा हेर्ने रेन्ट रिसिभ गर्दैछ कि पेड गर्दैछ। रेन्ट भन्ने के हो? बिजनेसले भाडामा 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 लिए बापत होइन, भाडामा रहे बापत तिर्ने भनेको पैसा त्यो रेन्ट हो। जस्तै अब बिजनेसले कसरी भाडामा बस्छ त्यो सोच्नुहुन्छ होला। डाइरेक्टर इम्प्लोयरको कुरा पनि आएन, किनभने डाइरेक्टर इम्प्लोयरले लागि पैसा तिर्छ भने त त्यो ड्रइङमा गयो होइन। मतलब यो हो। अब बिजनेस के भन्छ लिजमा बनेको हुनसक्छ, मतलब त्यो अरूको जग्गामा भाडामा लिएर बनाएको हुनसक्छ फ्याक्ट्रीहरू है। अब रेन्ट भन्ने टर्म आयो भने सुरुमा के हेर्ने भने रेन्ट रिसिभ गर्दैछ कि तिर्दैछ। रिसिभ गर्दैछ भने इन्कम हो, तिर्दैछ भने एक्सपेन्सेस हो। यहाँ पेड गर्दैछ, पे गर्दैछ, एक्सपेन्सेस हो। कुन रुल लाग्यो यसमा? यसमा लाग्यो नोमिनल एकाउन्टको रुल लाग्यो, अनि क्यास एकाउन्ट यसमा लाग्यो रियल एकाउन्टको रुल। प्रत्येक दुईवटा एकाउन्ट छ हेर्नु, रेन्ट एकाउन्ट छ एउटा क्यास एकाउन्ट छ। यसलाई डिलिट गर्नु पऱ्यो, कता गयो यसो डिलिट गर्नेलाई। ल 9 नम्बर भयो। अनि नेरेसन रहेको छ बिङ मन्थली रेन्ट पेड इन क्यास। अब रिसिभ कमिसन इन क्यास। क्यासमा कमिसन रिसिभ भयो, कमिसन क्यासमा रिसिभ भयो। कमिसन भनेको इन्कम हो बिजनेसको लागि। त्यसैले इन्कम हो भने कमिसन एकाउन्ट क्रेडिट हुन्छ। कुन रुल अनुसार? नोमिनल एकाउन्ट रुल अनुसार। नोमिनल एकाउन्टको रुल फेरि रिपिट गर्दैछु। अल एक्सपेन्सेस एन्ड लसेस डेबिट गर्ने, अनि जति पनि गेन्स एन्ड इन्कम छ क्रेडिट गर्ने। यो कमिसन रिसिभ त इन्कम हो, रेभेन्यू हो होइन। यो त्यसैले यो क्रेडिट भयो। क्यास एकाउन्ट डेबिट भयो रियल एकाउन्टको रुल अनुसार। त्यसैले कमिसन रिसिभ हुँदाखेरि क्यास एकाउन्ट डेबिट टु कमिसन रिसिभ एकाउन्ट। पिङ कमिसन इन्कम रिसिभ इन क्यास नेरेसनमा लेख्ने। अब पेड टेलिफोन बिल भनेको खर्च हो। यसमा त्यो स्यालेरी तिरेको थियौँ त्यही रुल लाग्छ, जसमा त यहाँ टर्म मात्रै चेन्ज भएको। टेलिफोन बिलको ठाउँमा होइन, स्यालेरीको ठाउँमा टेलिफोन बिल खर्च गरेको खर्च नै हो। अर्को पेड इलेक्ट्रिसिटी चार्ज, यो पनि एउटा खर्च हो। पेड टेलिफोन इलेक्ट्रिसिटी जस्तै जस्तै त नभनौँ कि खर्च हो भनौँ न। अब बिङ पेमेन्ट मेड फर इलेक्ट्रिसिटी बिल। अब रिसिभ इन्ट्रेस्ट फ्रम ब्याङ्क। इन्ट्रेस्ट किन दिन्छ ब्याङ्कले? तिमीले केही पैसा जम्मा गरेर राख्छौ भने तिमीलाई इन्ट्रेस्ट ब्याज दिन्छ नि, त्यही हो। अब इन्ट्रेस्ट ब्याज रिसिभ गर्छ भने ब्याङ्कबाट के गर्ने? हातमै तिमीलाई मैले बारम्बार भन्दैछ, तिमीलाई हातमै पैसा दियो भने क्यास एकाउन्ट। अब तिम्रो एकाउन्टमा हालिदिन्छ, एकाउन्ट ब्यालेन्स बढ्छ भने ब्याङ्क एकाउन्ट डेबिट गर्ने। यहाँ ब्याङ्कले तपाईँको ब्याङ्क एकाउन्टको खातामा हालिदिन्छ, यसले ब्याङ्क एकाउन्ट डेबिट हुन्छ। टु इन्ट्रेस्ट इन्कम गरेर लेख्ने। हेर्नु छ एन्ट्री यही छ। अब नेरेसनमा लेख्ने बिङ इन्ट्रेस्ट क्रेडिटेड बाई ब्याङ्क। अब पेड इन्सुरेन्स प्रिमियम। अब इन्सुरेन्स पोलिसी लिएको छौँ हामी होइन, केही कुरामा होला इन्सुरेन्स पोलिसी लिएको। अब इन्सुरेन्स पोलिसी लिए बापत हामीले इन्सुरेन्स प्रिमियम तिर्नुपर्छ नि त। चाहे त्यो 3 महिनामा होस्, चाहे 6 महिनामा, वर्षभरिको महिना होस्, त्यो त्यता नजाउँ होइन। अब ब्याङ्क अब बिजनेसले एबिसी कम्पनीले इन्सुरेन्स प्रिमियम तिर्छ भने एबिसी कम्पनीको लागि इन्सुरेन्स प्रिमियम खर्च हो। त्यसैले खर्चलाई के गर्ने? डेबिट गर्ने नोमिनल एकाउन्टको रुल अनुसार। क्यास एकाउन्ट किन भयो क्रेडिट? हाम्रो बिजनेसबाट गोज आउट गइरहेछ, त्यसैले रियल एकाउन्टको रुल लागेको छ। एकचोटि फेरि रिभिजन गरौँ। एसेटको केसमा रियल एकाउन्टको रुल, एक्सपेन्सेस लसेस इन्कम गेन्सको केसमा नोमिनल एकाउन्टको रुल। अर्को पर्सनल एकाउन्ट कति बेला लगाउने? पर्सन्सको नाम दिएको छ, टाइप अफ पर्सन्स होइन। पर्सनको टाइप के हुनसक्छ? आर्टिफिसियल, नेचुरल। अब आर्टिफिसियलमा कम्पनीहरू हुनसक्छ, पर्सन्समा भनेको नेचुरल पर्सन हामी तिमी श्याम राम को हुनसक्छ है। अब अर्को कुरा यो रिप्रेजेन्टेटिभ टर्महरू पनि आयो भने रिप्रेजेन्टेटिभ टर्म केलाई भन्ने? इक्जाम्पलमा राख्ने डेटर, क्रेडिटर अनि क्यापिटल रिप्रेजेन्टेटिभ टर्ममा राख्ने तिनीहरूलाई अहिले बुझ्नको लागि। अब 15 नम्बरमा के छ? रिसिभ क्यास फ्रम स्याम। स्यामबाट चाहिँ क्यास रिसिभ भयो। को गिभर? स्याम गिभर हो, क्रेडिट गर्नु पर्यो। के आउँदैछ? क्यास आउँदैछ, डेबिट गर्नु पर्यो। यो कुन रुल अनुसार? यो रियल एकाउन्ट, यो पर्सनल एकाउन्टको रुल अनुसार। नेरेसन बिङ एमाउन्ट रिसिभ फ्रम स्याम एगेन्स्ट ड्युज। अब पेड टु राम इन फुल सेटलमेन्ट रिसिभ क्यास डिस्काउन्ट। रामबाट केही सामान उधारोमा किनेको थियौँ है, र हामीलाई क्यास डिस्काउन्ट दिँदैछ। एउटा कुरा, हाम्रो बिजनेसले एबिसी कम्पनीले अरूलाई डिस्काउन्ट दिन्छ भने एबिसी कम्पनीको लागि
एक्सपेन्सेस भयो। अर्को कुरा, एबिसी कम्पनीलाई कुनै अरू कम्पनीहरूले चाहिँ डिस्काउन्ट दिन्छ भने त्यो इन्कम हो। त्यसैले यहाँ हेर्नु, रामलाई दिँदैछौँ र रामले हामीलाई डिस्काउन्ट दिँदैछ भने हाम्रो लागि इन्कम हो। इन्कम हो भने के गर्ने? क्रेडिट गर्ने। टु डिस्काउन्ट रिसिभ छ यहाँ हेर्नु। अब टु क्यास एकाउन्ट, हाम्रो क्यास गइरहेछ, वाट गोज आउट, हामी तिर्दैछौँ र हामीलाई डिस्काउन्ट दिँदैछ, आयो टु राम एकाउन्ट किन डेबिट भयो? को हो? रिसिभर राम हो। यहाँ अघि थियो नि यो नोटमा लेखेको, कम्तीमा दुईवटा एटलिस्ट टु एकाउन्ट अनि इच एकाउन्ट फलोज डिफ्रेन्ट रुल। एटलिस्ट दुईवटा एकाउन्ट भन्दैछ, एटलिस्ट दुईवटा भने के हो भने कम्तीमा दुईवटा हुन्छ वा 3, 4, 5 जति पनि हुनसक्छ भन्न खोजेको हो। र बिङ पेमेन्ट मेड टु राम विथ डिस्काउन्ट अलाउड। अब डिस्काउन्ट अलाउड हुँदैन, डिस्काउन्ट रिसिभ हुन्छ। यहाँ डिस्काउन्ट रिसिभ हुन्छ, यो यता अलिक मिस्टेक रहेछ, यो डिस्काउन्ट लाग्दैन, यहाँ डिस्काउन्ट रिसिभ हुन्छ। डिस्काउन्ट रिसिभ भयो भनौँ न, ल्याङ्ग्वेज मिलाउनु अलिकति आफै। अब रिसिभ फ्रम स्याम इन फुल सेटलमेन्ट अलाउड डिस्काउन्ट। हामीले चाहिँ अब रामबाट चाहिँ पैसा रिसिभ गर्दैछौँ। हामीले अघि श्यामलाई हामीले होइन, रामलाई होइन, रामबाट होइन है, श्यामलाई अघि हामीले उधारोमा बेचेको थियौँ र श्यामले हामीले पैसा तिर्दैछ र हामीले त्यसलाई डिस्काउन्ट दिन्छौँ। मैले के भनेको थिएँ, डिस्काउन्ट अरूलाई दिन्छ एबिसीले भने खर्च हो, डिस्काउन्ट आफूले रिसिभ गर्दैछ एबिसीले अरूबाट भने त्यो के हो? इन्कम हो। जस्तै अघि थियो नि, रामबाट चाहिँ डिस्काउन्ट रिसिभ गर्दैछ इन्कम, अब यहाँ श्यामलाई डिस्काउन्ट दिँदैछ भने खर्च हो। डिस्काउन्ट खर्च हो, त्यस पछाडि एक्सपेन्सेस क्यास एकाउन्ट डेबिट किन भयो? क्यास एकाउन्ट किन डेबिट भयो? रिसिभ हुँदैछ, वाट कम्स इन डेबिट। अब टु स्याम एकाउन्ट किन क्रेडिट भयो? स्यामले तिर्दैछ, गिभरको स्याम हो गिभर। एन्डरसनमा बिङ पेमेन्ट रिसिभ फ्रम स्याम विथ डिस्काउन्ट। अब पर्चेस मेसिनरी एन्ड क्रेडिट, यो त के भनिरहनु पर्दैन होला, मेसिनरी एकाउन्ट क्रेडिटर एकाउन्ट लेख्ने अथवा सप्लायर एकाउन्ट लेख्ने। पेड वेज इन क्यास, अब वेज ज्याला तिरी मरे, ज्याला पनि खर्च हो, वेज एकाउन्ट डेबिट टु क्यास एकाउन्ट। हाम्रोबाट के क्यास गइरहेछ, क्यास एकाउन्ट गयो। अब ओनर विथड्रो क्यास फर पर्सनल युज, ड्रइङ पनि एउटा रिप्रेजेन्टेटिभ टर्म मानौँ न, किनभने ड्रइङ कसले गर्न सक्छ? ओनरले। राम ओनर हो होइन, राम ओनर हो, रामलाई रिप्रेजेन्ट गर्दैछ यो ड्रइङले। त्यसैले डेबिट किन डेबिट भयो भने डेबिट द रिसिभर, रामले रिसिभ गर्दैछ पैसा, के गइरहेछ? क्यास गइरहेछ। कुन रुल लाग्छ यसमा? रियल एकाउन्टको रुल लाग्छ। ड्रइङलाई पर्सनल एकाउन्टको रुल, क्यासलाई कुन रुल लाग्छ? क्यासलाई रियल एकाउन्टको रुल लाग्छ। डिलिट गर्नु पर्यो। त्यसैले अब ओनरले विथड्र गर्दैछ क्यास फर पर्सनल युज भयो भने के गर्ने? ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट। यहाँ त्यही लेखेको छ नि, बिङ क्यास विथड्रन बाई ओनर फर पर्सनल युज, ड्रइङ एकाउन्ट पर्सनल एकाउन्ट रिलेटेड टु ओनर होइन। रुल एप्लाइड, डेबिट द रिसिभर, ओनर इज रिसिभिङ द बेनिफिट सो ड्रइङ एकाउन्ट इज डेबिटेड। अब क्यास एकाउन्ट रियल एकाउन्ट, रुल एप्लाइड, क्रेडिट वाट गोज आउट, अनि क्यास इज गोइङ आउट सो क्यास एकाउन्ट इज